राष्ट्रिय जनावर गाई हटाएर गैंडा आदिवासी जनजाति आयोगको प्रस्तावमाथि उठेका गम्भीर प्रश्न। दर्शकबिन, नेपालको वर्तमान राष्ट्रिय जनावर गाई हटाएर गैंडालाई राष्ट्रिय जनावर बनाउनु पर्ने प्रस्ताव आदिवासी जनजाति आयोगले अघि सारेपछि नयाँ बहस सुरु भएको छ। संविधान संशोधनका लागि सरकार समक्ष बुझाइएको 25 बुँदे सुझाव प्रतिवेदनमा आयोगले संविधानको धारा 9 को उपधारा 2 र 3 संशोधन गरी गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर घोषणा गर्नुपर्ने धारणा सार्वजनिक गरेको छ। आयोगको तर्क छ, गाई सबै धर्म र सांस्कृतिक समुदायको साझा जनावर हुन नसक्ने भएकाले गैंडालाई राष्ट्रिय जनावर बनाउनु पर्ने उपयुक्त हुनेछ। तर यही प्रस्तावलाई लिएर धेरै प्रश्न उठिरहेका छन्। नेपालमा हिन्दू धर्म मान्ने जनसंख्या अझै पनि सबैभन्दा धेरै छ। हिन्दू परम्परामा गाईलाई पवित्र मानिन्छ। हजारौं वर्षदेखि धार्मिक आस्था, संस्कृति र परम्परासँग गाई जोडिएको छ। पूजा संस्कार, गाईको दूध, गोबर र गौमूत्रको प्रयोग आज पनि धेरै नेपालीको धार्मिक जीवनको हिस्सा हो। यस्तो अवस्थामा प्रश्न उठ्छ, के राष्ट्रिय जनावर परिवर्तन गर्ने प्रस्ताव देशका सबै धर्मावलम्बी र नागरिकको व्यापक राय लिएर अघि सारिएको हो? के हिन्दू, बौद्ध, किरात, मुस्लिम, इसाई लगायतका सबै समुदायसँग औपचारिक परामर्श गरिएको थियो? यदि सम्पूर्ण नेपालीको मत लिने हो भने गाई र गैंडा मध्ये कसले बढी समर्थन पाउँथ्यो? के यस्तो प्रस्तावले बहुसंख्यक समुदायको धार्मिक आस्थामाथि अनावश्यक बहस सिर्जना गर्ने जोखिम बढ्दैन? अर्को प्रश्न पनि उठ्छ, नेपालमा विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, गरिबी, भाषा र आदिवासी जनजातिका अधिकारसँग सम्बन्धित धेरै चुनौती पनि होलान्। यस्तो अवस्थामा राष्ट्रिय जनावर परिवर्तनलाई नै प्राथमिकतामा राख्नु किन आवश्यक ठानियो? कि राष्ट्रिय जनावर परिवर्तन गर्ने प्रस्तावको अर्थ नेपालमा गाई काट्नु वा गौहत्या गरी त्यसको आहार गर्नलाई हो? नेपालमा विगतमा पनि विभिन्न ऐतिहासिक नाम परिवर्तनका विषयमा विवाद भएका छन्। त्यसैले राष्ट्रिय प्रतीकसँग जोडिएका विषयमा निर्णय गर्दा अझ बढी राष्ट्रिय सहमति आवश्यक हुन्छ भन्ने मत पनि व्यक्त भइरहेका छन्। अब प्रश्न, के नेपालले परम्परादेखि राष्ट्रिय जनावरका रूपमा रहेको गाईलाई नै कायम राख्नुपर्छ वा सबै समुदायको भावना समेट्ने गरी नयाँ राष्ट्रिय जनावर बारे बहस हुनुपर्छ?